हेलो गाइस, नमस्कार। म चाहिँ अहिले छु याम्बू बिचमा हैन। यहाँ चाहिँ यस्तो छ ठाउँ पुरा। म चाहिँ यहाँ अलिकति घुमघाम गर्न लागि आएको। यस्तो समुद्रमा छु तर घाममा आएको एकदम हैन। तपाईहरु इन्जोय गर्नु होला यो भ्यूको है। एकदम दामी ठाउँ छ यहाँ है। म चाहिँ यहाँ आएको थिएँ याम्बू सिटीमा। त्यही भएर यहाँ बिचतिर घुमघाम एकदम दामी मौसम, नेपालको जस्तो मौसम लाग्यो यहाँ चाहिँ। एकदम दामी हैन, एकदम सही ठाउँ छ यो। पुरा नरियल पाकेर हैन खानेला भएको छ। यस्तै खजुर पनि पाकिसकेको छ। अब नारियलहरू पनि एकदम दामी। हाम्रो टिमहरू चाहिँ उता कोही फोटो सुटिङ गर्दैछन्, कोही फोटो लिँदैछन्, कोही भ्यू हैन दामी तरिकाले। म चाहिँ यहाँ घुमघाम गर्नु आएको। उता चाहिँ अझै दामी ठाउँ छ रहेछ क्या। तर अब ड्युटी टाइम भएकोले अब सबैतिर घुम्न त पाइएन। त्यही भएर म यता चाहिँ अलिक तपाईँहरूलाई देखाइदिइहालौँ भनेर देखाइदिएँ गाइस। कस्तो लाग्छ ठाउँ, दामी ठाउँ छ। अस्ति गएको थियौँ बिचमा गएको थियौँ। मेरो चाहिँ कहिले काम जेद्दा जाने, कहिले याम्बू, कहिले मदिना हैन, यस्तो परिरहेको हुन्छ। त्यही भएर म चाहिँ यहाँ आज घुमिरहेको हुन्छु यस्तो ठाउँहरूमा। तपाईँहरूलाई पनि देखाइदिउँ भनेर हैन। यो ठाउँ कस्तो के लाग्छ तपाईँहरूलाई हेर्नु होला। ऊ परतिर झन् दामी ठाउँ छ। पोरातिर चाहिँ गएन म। त्यस्तो ठाउँमा चाहिँ टक्क छुट्टी टाइममा आएर पुरा होल नाइट हैन मजाले यहीँ बर्बिक्यू हान्दै टक्क बस्नु पाए चाहिँ एकदम मजा हुन्थ्यो यो ठाउँमा। आफन्तहरूसँग भेटेर के गर्ने, अब त्यस्तो टाइमै मिल्दैन यहाँ। अब कहिले काहीँ छुट्टी हुन्छ अब हैन। हाम्रो त झन् प्रायः जस्तो छुट्टी नै हुँदैन। राति फोन गरेर राति कुद्नुपर्ने हुन्छ, दिउँसो फोन गरेर दिउँसो। त्यही भएर हाम्रो चाहिँ छुट्टी नै हुँदैन। त्यही भएर गाह्रो छ। पर सिप पुरा बसिरहेको छ। त्यो ओल्ड फाइनरीको हो। यो चाहिँ सिपहरू कतितिर छन्। यस्तै छ गाइस। घाम आएर टल्केर के देख्दैन टक्क होइन। टक्क पानीको लहर होइन टक्क छ। चिसो मौसम छ। फेरि अरू ठाउँतिर त एकदम गर्मी हुन्छ क्या। यहाँ चाहिँ एकदम गर्मीमै रहन्छ। एकदम नर्मल 30 टेम्परेचर सही छ यहाँ। दोस्तीहरू त उता फोटो खिच्नु कहाँ पुगिसके। म चाहिँ यता आइछु ट्रेनमा। घूमना है ना, जाके एक बार जाम्बू बीच घूमो, उसके बाद फिर यहाँ का नज़ारा देखो भाई। 6 बजे शाम के बाद आओ, फिर क्या लाजवाब नज़ारा है यार। बहुत अच्छा है ना, बहुत खूबसूरत है भाई इधर। बहुत खूबसूरत है। 6 बजे के बाद इधर पूरा पब्लिक रहती है भाई। देखिएगा हेर्नुहोस्, नरिवल पाक्यो। नरिवल खाना है भाई। सूख गया भाई कोई तो, कोई सूख गया भाई नारियल। पानी का कमी हो गया भाई। देखो हरियाली ग्रीनरी भाई, बहुत अच्छा है भाई। आउनुहोस् गाइस यहाँ घुम्नलाई टक्क पाराले होइन। दामी छ भ्यूज। कौन सा नारियल चाहिए ना, हर देश का मिलता है इधर। आपको जो नारियल चाहिए भाई सारा नारियल मिलेगा। आप बस आओ देखो और जो